घर चाहिँ यो हो। ऊहरू सब सफा गर्नुपर्छ होला यो झारहरू हैन। यो बाहिरपट्टिको भयो, पछाडि झारहरू पनि छ अलिअलि उता पछाडिसम्म। यो लाइन सबै सफाइ गर्नुपर्छ। यो उता जाने बाटै बनाउने अनि यतापट्टि आयौँ। यो बाहिरको एरिया यो भयो हैन। यहाँ रुखहरू काटेर फ्यालेर रहेछ उ रहेछ, यो सब सफा गर्नुपर्छ। यो पुरै क्लिनै बनाउनु पर्यो। यहाँ चाहिँ यो सुकेको उयोहरू सब उखालेर सब क्लिन गर्ने बाहिर एरिया हो। अनि भित्रको यहाँबाट यो उहरू सबै कार्पेटहरू छ। कार्पेट यो डाइनिङ टेबल चेयरहरू रहेछ। देखि लिएर वासरुम तलको अनि माथि यो सबै क्लिन गर्नुपर्छ। झाडु पोछाहरू यहाँ, कार्पेट यहाँ पनि छ, यहाँ पनि क्लिन गर्नुपर्छ। कार्पेट, वासरुम अनि बाहिरको बाल्कनी सानो छ। अनि नेट लाउनु पर्ला जस्तो छ परेवा पनि, परेवाको लागि। फर्स्ट फ्लोर सेकेन्ड फ्लोरसम्म किचन एरिया हो यो चाहिँ। कार्पेट यस्तो छ। मिल्यो भने परेवाहरूले यस्तो बनाएको छ, यो पनि सफा गर्न सकिन्छ कि होइन, यो पनि गरिदिनु पर्यो। अनि यहाँ माथि जाली राख्नु पर्ला जस्तो छ। यहाँ मिल्छ, हजुरहरूले गर्नुहुन्छ कि गर्नु हुँदैन यो चाहिँ मलाई। यतापट्टि चाहिँ एउटा बाल्कनी किचन बाहिरको।